तपाईहरुले सचेत हुनु जरुरी छ। आज एक प्रदेश एक प्रदेश हुने भन्ने पार्टीहरुसँग आज नागरिक मुक्ति पार्टी एकता 17 गते एकता समारोह गर्दैछ। त्यसकारण नागरिक मुक्ति पार्टी कस्तो छ भन्ने कुरा बुझ्न जरुरी छ। तपाईहरुले अब साँच्चै नै भन्ने हो भने वास्तविक मुक्तिका लागि लाग्ने हामी जस्ता भुइँ मान्छेहरूलाई यस्तो ठाउँमा पुर्याउने भनेको माओवादी पार्टी नै हो। सर्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा यो सफल हुन्छ। फेरि पनि यो अभियानलाई सफल गर्नका निमित्त तपाईहरु राजापुरवासी आमा बुवा तथा दिदी बहिनीहरू सबैजना हामी एकबद्ध भएर अगाडि बढ्न जरुरी छ। यो राजा केही दिनमा टुङ्ग्याउँछौँ भन्नेहरूलाई जवाफ दिँदै 12 प्रदेश समझदारी सहित हामीले नेपालमा एउटा युग परिवर्तनको नेतृत्व गर्यौं र सामन्तवादको अन्त, पितृसत्तावादको अन्त, एकात्मक राज्यको अन्त, निरङ्कुशताको अन्त र जनता सार्वभौम हुने, जनताका प्रतिनिधिले जनतामाथि शासन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था हामीले स्थापित गर्न सक्यौं। र आज धेरै वर्षपछि राजापुर आउँदा साँच्चै त्यो एउटा न्याय, स्वतन्त्रता र समानतामा रूपान्तरण भएको देख्न पाउँदा अत्यन्तै गर्वको अनुभूति भएको छ। र त्यो संविधान लेखन मार्फत आफ्ना अधिकारलाई लिपिबद्ध गर्ने र कार्यान्वयन गर्ने प्रक्रियामा राजापुरले पनि अग्रणी भूमिका पुरा गरेको छ। 2064 सालको संविधान सभामा सबै क्षेत्रमा माओवादीका उम्मेदवार विजयी बनेर युद्ध र आन्दोलनका उपलब्धिलाई संविधानका रूपमा दस्तावेजीकरण गर्न पनि यसले त्यत्तिकै भूमिका खेलेको थियो। र आज आफ्ना प्रतिनिधिले आफ्नो ठाउँको शासन गर्दै गर्दा भौतिक पूर्वाधारको विकास, आर्थिक समानता, सामाजिक न्यायसहित स्वतन्त्रता र समानताको आत्मसापेक्षताको विकास सुन्दै जाँदा साँच्चै माओवादीका नीतिको शानदार ढङ्गले कार्यान्वयन भएको अनुभूति हुन्छ। हिजो कमलरी हुने, दासीको रूपमा व्यवहार गर्ने महिला आज मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्य हुँदै बडो गर्वसित सशक्त ढङ्गले यही मञ्चमा उपमेयरका रूपमा राख्दै गरेका आवाज हिजो संविधान सभा र प्रतिनिधि सभामा जाने महिला कमरेडहरूका उसले न्यूनतम 33% महिलाको प्रतिनिधित्व स्थानीय पालिकामा आउँदा 40% महिलाको प्रतिनिधित्व, प्रदेश र सङ्घमा जाँदा 33% अनिवार्य, राष्ट्र प्रमुख, विधायिका प्रमुखमा प्रमुख या उपप्रमुख मध्ये 1 जना महिला हुने व्यवस्था महान जनयुद्ध र महान शहीदहरूको त्याग, तपस्या र यहाँका जनताले बगाएको रगत र पसिनाको प्रतिफल थियो। त्यसको अभ्यास हुँदैछ र हामी अब 33 होइन, महिलाको जनसङ्ख्याको अनुपातमा 50% महिलाले पाउनुपर्छ भन्ने नीति र नारालाई अघि सार्ने एउटा उचाइमा हामी पुगेका छौँ। सम्पूर्ण जनसमुदायलाई पार्टी केन्द्रको तर्फबाट, मेरो तर्फबाट एकचोटि फेरि अभिवादन भन्न चाहन्छु। स्वीकार्नुहोस् क्रान्तिकारी अभिवादन। आदरणीय जनसमुदाय, यहाँ स्वागत मन्तव्यको क्रममा नगरपालिकाका उपाध्यक्षले केही कुरा व्यवस्थित रूपमा राखिसक्नु भएको छ। यहाँका समस्याहरूको बारेमा, यहाँको आवश्यकताहरूको बारेमा र नगर प्रमुखको हैसियतले र यस पालिकाको प्रमुखको हैसियतले पनि दिपेश थारूले बडो सटीक रूपमा नै यस नगरपालिकामा गरेका कामहरू, केन्द्रले यस क्षेत्रमा गरेका कामहरू र यहाँका आवश्यकताको बारेमा पनि राखिसक्नु भएको छ। र भर्खरै पार्टी केन्द्रको तर्फबाट केन्द्रीय उपाध्यक्ष कमरेड पम्पा भुसालले पनि यसको भूमिका र महत्त्वको बारेमा राखिसक्नु भएको छ। म सबभन्दा पहिला ती सबै महान शहीदका परिवारजनप्रति र बेपत्ता योद्धाका परिवारजनप्रति सम्मान प्रकट गर्न चाहन्छु। आज बिहान मात्रै उहाँहरूले खुलेर आफ्ना समस्याहरू, पार्टी केन्द्रका समस्या राख्नु भएको छ र म ती महान शहीद र बेपत्ता योद्धाहरूप्रति हार्दिक श्रद्धा र सम्मान प्रकट गर्न चाहन्छु। र म आज यस ऐतिहासिक
अवसरमा र यो समारोहमा म बर्दिया जिल्लाका र थारू जनसमुदायका एउटा सर्वमान्य नेताको हैसियत बनाउनु भएका र मसँग पञ्चायत विरोधी आन्दोलनको बेलादेखि जनयुद्धका तयारीका प्रत्येक चरणमा सँगै काम गर्ने रामचरण चौधरी आरसी भनेर परिचित हुने हाम्रो सहयोगका कमरेडलाई पनि म श्रद्धा र सम्मान प्रकट गर्न चाहन्छु। आरसी चौधरी साँच्चै नै थारू समुदायको एउटा त्यस्तो नेताको छवि उहाँले बनाउनु भएको थियो जसले थारू जनसमुदायको हक र अधिकारको निम्ति अविच्छिन्न दृढ अठोटका साथ उहाँ लडाइँमा त अगाडि बढ्नु भएकै थियो र नेपालका तमाम श्रमजीवी जनताको पनि उहाँ नेता हुनुहुन्थ्यो। उहाँ थारू पहाडिया र सिन्नै सर्वहारा वर्ग र श्रमजीवी जनताको नेताको छवि उहाँले बनाउनु भएको थियो र मैले बर्दिया जिल्लामा पञ्चायत विरोधी कालदेखि नै उहाँसँगै धेरै साथीहरूसँग यहाँका धेरै जनसमुदायसँग सहकार्य गर्ने अवसर प्राप्त गरेको थिएँ र मलाई यस अर्थमा खुसी छ कि थारू समुदायको नेताको गराउने मात्रै होइन, थारू समुदायको तर्फबाट माओवादीको पहिलो मन्त्री बनाउने अवसर पनि मैले प्राप्त गरेँ। छोटो समय भए पनि मन्त्रीका हैसियतले उहाँले यस क्षेत्रका जनताको विकास निर्माण र यस क्षेत्रका जनताको समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्नु भएको कुरा पनि म स्मरण गराउन चाहन्छु। चाहे त्यो कर्णालीको पुलको कुरा होस्, चाहे यस क्षेत्रमा सिँचाइको व्यवस्था गर्नको निम्ति पहल गर्ने कुरा होस्, या यस क्षेत्रमा थारू समुदायमा रहेको सिकल सेल एनिमिया जस्तो रोगका विरुद्ध सचेत गराउने कुरा होस्, उहाँले पार्टीलाई र नेतृत्वलाई जहिले पनि उहाँले सुझाव दिनुहुन्थ्यो, उहाँले सहयोग गर्नुहुन्थ्यो र त्यसैको परिणाम म लगायत अहिले यहाँ उपाध्यक्ष कमरेड पम्पा भुषाल सबैले नै यो पुल निर्माणमा आरसी चौधरी समेतको सहयोगमा या यहाँको सिँचाइ व्यवस्थापन गर्ने कुरामा पम्फाजी मन्त्री भएको बेलामा, ऊर्जा सिँचाइ मन्त्री भएको बेलामा जे जति परियोजनाहरू भए मलाई लाग्छ दिपेश थारूले यो कुरा राम्रोसँग भनि नै सक्नुभयो। हामीले धेरै भन्नुपर्ने आवश्यकता रहेन। म यस अवसरमा एकचोटि फेरि रामचरण चौधरी हामी सबैका अत्यन्त घनिष्ठ, अत्यन्त संवेदनशील सहयोगता उहाँलाई म फेरि एकचोटि श्रद्धा व्यक्त गर्न चाहन्छु र मलाई खुसी छ अहिले फेरि बर्दियामा थुप्रै युवा नेताहरूको जन्म भएको छ र उहाँहरूले फेरि एकचोटि माओवादी पार्टीलाई बलियो बनाउन, यहाँका थारू जनसमुदाय लगायत जनताको हक हितका पक्षमा काम गर्न आफूलाई दृढताको साथ अगाडि ल्याउँदै हुनुहुन्छ। म ती सबै कमरेडहरूलाई हार्दिक बधाई भन्न चाहन्छु। आज राजापुर नगरपालिकामा झन्डै एक दिनभरि हामी यो अभियान अन्तर्गत अन्यत्र जिल्लाभरि हामीले एक दिन दिएका छौँ, तर अब यो संयोग नै भनौँ राजापुर एक्लै नगरपालिकाले दिनभरि समय पाएको छ र हाम्रो लागि र मेरो लागि पनि 11 वर्षपछि फेरि राजापुर आएर तपाईहरुको अगाडि केही कुरा राख्दै गर्दा यहाँको विकास निर्माणको बारेमा तपाईहरुको अगाडि केही प्रतिबद्धता भन्दै गर्दा म खुसी पनि व्यक्त गर्न चाहन्छु। हाम्रो एउटा ऐतिहासिक क्षेत्र हो यो बर्दिया जिल्ला, आफै नेपाली जनक्रान्तिको अग्रणी, नेपाली जनयुद्धमा सबभन्दा बढी बेपत्ता, सबभन्दा धेरै शहीद भएको जिल्लाभित्र पर्छ र त्यो विश्व रिकर्डमा, विश्व इतिहासकै रिकर्डमा पनि दर्ज भएको छ बर्दिया जिल्ला। र बर्दिया जिल्लाको पनि थारू समुदायबाट जति धेरै बेपत्ता पारिएको छ त्यो रिकर्ड संयुक्त राष्ट्र सङ्घमा पनि राम्रोसँग दर्ज भएको छ। त्यहाँ आएर तपाईहरुसँग 11 वर्षपछि फेरि सम्बोधन गर्न पाउँदा मलाई खुसी र गर्वको पनि महसुस भएको छ। आदरणीय जनसमुदाय, अहिले बिहानदेखि मैले पहिला तपाईहरुले यो पुल
वारी जुन न्यानो स्वागत हाम्रो टिमलाई तपाईहरुले गर्नुभयो, त्यही मैले झल्को पाइहाले कि राजापुरमा एउटा नयाँ स्पिरिट युवाहरूमा पैदा भएको छ, यहाँका पार्टी कार्यकर्ताहरूमा पैदा भएको छ भन्ने कुराको झल्को तपाईहरुले बिहानै दिइ नै सक्नु भएको थियो। वडा कार्यालयको उद्घाटनको बेलामा तपाईहरुको प्रस्तुति र उपस्थितिले पनि एउटा संकेत राम्रै गरेको थियो र मैले त्यहाँबाट कभर हलको उद्घाटनसम्म आइपुग्दा बाटोघाटो जस्तो देख्ने 11 वर्ष पहिलेको राजापुर र अहिले 11 वर्ष पछिको राजापुरमा आकाश जमिनको फरक मैले आफ्नै आँखाले देख्ने अवसर प्राप्त भयो। धेरै बाटोहरू पिच भएका रहेछन्। मैले दिपेश थारूलाई मेयरलाई भने यो त धेरै प्रगति भएको रहेछ अनि उहाँले थुप्रै कुरा बताउनु भयो यस क्षेत्रमा भएका विकास निर्माणका कामहरू र उहाँले आफैले बल गरेको कृषि उत्पादन वृद्धिका लागि, रोजगारी सृष्टिका लागि, सिंचाई व्यवस्थापनका लागि, खेलकुद व्यवस्थापनका लागि, शिक्षामा गरिब किसानका छोराछोरीहरूलाई विशेष सहुलियत दिनका लागि तपाईहरुले उहाँले जे बताउनुभयो उहाँले धेरै काम गर्ने जमर्को गरेको कुराको जानकारी पनि मलाई भयो। र यो सभामा आउँदा तपाईहरुको यो विशाल उपस्थिति यो भनियो भने मुख्यतः राजापुर नगरपालिकाकै उपस्थिति होला भन्ने मलाई लाग्छ। केही गेरुवा पालिकाका गाउँपालिकाका जनता पनि पक्कै तपाईहरु यहाँ हुनुहुन्छ, वरिपरिबाट त प्रतिनिधित्व भएको होला, तर मुख्य हिस्सा राजापुरकै छ भन्ने मलाई लाग्छ। तपाईहरुको उपस्थितिले पनि देखाएको छ कि राजापुरको जनता एउटा नयाँ स्पिरिटको साथ फेरि एकचोटि माओवादी पार्टीमा केन्द्रित हुने, विकास निर्माणका काममा केन्द्रित हुने, हिजोका सबै सामाजिक विभेद अन्याय अत्याचारको अन्त्य गरेर अगाडि बढ्ने संकल्प यहाँको नेतृत्व जनप्रतिनिधिले, यहाँका पार्टीका नेता कार्यकर्ताहरू र तपाई जनताले पनि लिनु भएको छ भन्ने कुरा हामीले महसुस गर्यौं। तपाईहरुको यो प्रयास, तपाईहरुको यो स्पिरिट, तपाईहरुको यो मनोबल, तपाईहरुको अनुशासन म लगायत हाम्रो नेतृत्वको टिमलाई पनि एउटा ऊर्जा बनेको छ, एउटा नयाँ प्रेरणा बनेको छ। तपाईहरु सबैलाई म हार्दिक बधाई भन्न चाहन्छु। तपाईहरु सबैलाई म पार्टीको तर्फबाट हार्दिक धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। यति भनिसकेपछि यहाँ पहिला कस्तो थियो र अहिले कस्तो छ भनेर मैले धेरै भनिराख्नु परेन। यहाँ पूर्ववक्ता साथीहरूले अझ मुख्यतः मेयरले नै यहाँ पहिला कस्तो थियो र अहिले के छ, माओवादी आन्दोलन अगाडि के थियो र माओवादी आन्दोलन पछि के भएको छ भन्ने कुरा सठिक ढंगले राखि नै सक्नु भएको छ। मेरो उहाँको त्यो विश्लेषण प्रति मेरो पुरै समर्थन छ र यथार्थ त्यही नै हो। मैले जनयुद्धको तयारीको बेलादेखि पञ्चायती निरङ्कुशता र तानाशाहीका विरुद्ध आन्दोलनका बेलामा भूमिगत रूपमा म यस क्षेत्रमा पटक पटक खास गरी आरसी चौधरीको सहयोगमा म आउने गरेको थिएँ। पञ्चायत विरोधी आन्दोलनको बेलामा 43, 44, 45 सालतिर अनि पहिलोचोटि हामीले लडाकु दल र स्वयंसेवक दल बनाउने काम बर्दिया जिल्लाबाटै सुरु गरिएको थियो। यहाँका थारू युवा युवतीहरूले नै सबभन्दा पहिला जनमुक्ति सेना बन्ने अभ्यास सुरु गरेका थिए र मैले त्यो प्रक्रियामा निरन्तर अनुगमन गर्ने र बर्दिया जिल्ला र थारूको मनोभावनालाई बुझ्ने, थारू जनताको पीडा र समस्यालाई बुझ्ने अवसर मैले त्यति बेलै पञ्चायत विरोधी आन्दोलनको बेलामा नै पाएको हो र थुप्रै बैठकहरू हामीले थारू समुदायको बीचमा नै सम्पन्न गरेका थियौँ जनयुद्धको तयारी